यो निरन्तर हुने दुखाइ, दीर्घकालीन दुखाइलाई समयमै इलाज गर्न बहुत जरुरी छ। हाम्रो समाजमा एउटा मान्यता छ कि बुढेसकाल हुँदै गयो, अब बुढेसकालकै एउटा सम्पत्ति दुखाइ हो भनेर, त्यो दुखाइसँगै हामी बाँच्नुपर्छ भनेर एउटा मान्यता छ। त्यो बहुत गलत मान्यता छ। दीर्घकालीन दुखाइको उपचार गर्दाखेरि हामीले सुरुमा के कारणले दुखाइ भएको त्यो पत्ता लगाउँछौँ। कमरको दुखाइको बारेमा कुरा गर्नुपर्दा कमरमा धेरै कुराहरू हुन्छ। जस्तै यहाँ फोटोमा हेर्न सक्नुहुन्छ, मेरुदण्डमा अगाडिपट्टिको हड्डी, यो पनि अस्ति रोगको कारण, अस्टियोपोरोसिसको कारण यो पनि फ्र्याक्चर हुने, दबिएर जाने हुन्छ। त्यसको हड्डीको बिचमा भएको डिस्क, स्लिप डिस्क, त्यसको पनि दुखाइ हुन्छ। पछाडिपट्टि आयो भने यहाँनिर फ्यासेट जोइन्ट, त्यो सबै भयो। तलपट्टि स्याक्रो इलियाक जोइन्ट भयो। नसाहरू च्यापिने, यो स्लिप डिस्क भएर नसा च्यापिने हुन्छ। यो सबै दुखाइको कारणहरू पहिला हामी पत्ता लगाउँछौँ। त्यो भनेको चाहिँ पेन जेनेरेटर। र यो पेन जेनेरेटर पत्ता लगाइसकेर त्यसपछि बल्ल के गर्दा यसको उपचार सही हुन्छ भनेर अनि बल्ल हामी त्यो विधितिर जान्छौँ। उपचार गर्दा फेरि सुरुमा सामान्यतया हामीले दुखाइ कम गर्ने दबाई नै दिएर हेर्छौँ। र त्यसपछि अर्को प्रविधि भनेको फिजियोथेरापी। फिजियोथेरापीमा पनि एक्सर्साइजहरू सबै गरेर हेर्छौँ। र यस्ता फिजियोथेरापीहरूले पनि ठिक भएन भने त्यसपछि हामी पेन फिजिसियनले एउटा नयाँ प्रविधि ल्याएको छौँ, जसलाई चाहिँ मिप्सी भनिन्छ। मिप्सी भनेको मिनिमल्ली इन्भेजिभ पेन एन्ड स्पाइन इन्टरभेन्सन। यस मिप्सी प्रविधिमा हामीले जुन ठाउँमा समस्या भएको छ त्यही ठाउँमा सुई लगेर त्यहाँ इन्जेक्सन लगाई अनि बल्ल दुखाइ ठिक गर्ने गर्छौँ।